Hello cuties, welcome to my another mini vlog. And it's Friday today, so आज हामी चारैजना भएर दिदी बहिनी भाइ म भएर चाहिँ आज हामी बर्दघाटमा रहेको स्ट्रिट बाइट क्याफेमा आज हामी जाँदैछौँ एन्ड वी आर सो एक्साइटेड टु टेस्ट देयर फुड। त्यसपछि हामी अटोमा सर र हावा खाँदै हामी पुग्यौँ स्ट्रिट बाइट क्याफे। तपाईँहरू हेर्न सक्नुहुन्छ कस्तो राम्रो भ्यू छ, लुक्स सो एस्थेटिक। कस्तो राम्रो हो के डेकोरेसन, हेर्नु न कस्तो राम्रो। मेरो त आँखा त कसम त्यहाँबाट हटेकै थिएन के। त्यसपछि दिदी भाइ बहिनी आनन्दले बस्यन्, त्यसपछि म पनि बसेर मेनु हेर्न लाएँ। मैले चाहिँ घरैदेखि किमा नुडल्स खान्छु खान्छु भनेर आएको थिएँ, सो मैले अर्डर गरेँ किमा नुडल्स र मोमो। आफ्टर द्याट अर्डर आउने बेरसम्म चाहिँ मैले चाहिँ यसरी चाहिँ भिडियोहरू बनाएँ। त्यहाँको ब्याकग्राउन्ड चाहिँ एस्थेटिक भएर मलाई चाहिँ फोटो लिन पनि मन लाग्यो, सो मैले फोटोहरू पनि लिएँ। त्यसपछि हाम्रो मोमो र किमा नुडल्स आयो। हेर्दै यति मिठो देखिएको थियो, सो खाँदा कति मिठो होला भनेर मैले यसरी किमा नुडललाई मिक्स गरेँ अनि हामी सबै मिलेर किमा नुडल्स ट्राई गऱ्यौँ। गाइस झुट बोलेको होइन, एकदमै मिठो थियो। किमा नुडल्स त मैले 10 मा 10 दिन्छु। मोमो पनि मिठो थियो, बट वान अफ माई फेभरेट किमा नुडल्स। त्यसपछि हामीले किमा नुडल्स मोमो खाइसकेपछि भिडियो बनाइरहेको थियौँ, त्यहाँ एकजना दाइ आएर आफ्नो पसल ओपनिङको कार्ड दिनुभयो। पसलको नाम रहेको छ कुर्ती हब र पसलको ओपनिङ चाहिँ असारको 14 गते रहेको छ, सो सबैजना भिजिट गरिदिनु होला। त्यसपछि हामी निस्क्यौँ बाहिर। थ्याङ्क यू सो मच फर वाचिङ माई सर्ट एन्ड स्विट ब्लग। बाई बाई।